ओहो हो, अचम्मको कुरा है। कपिलवस्तुमा यसरी चाहिँ मोहम्मद लेखेको सिक्काहरू भेटियो। लगभग 800-900 वर्ष अगाडिको सिक्काहरू हो। यहाँबाट के थाहा हुन्छ भन्दाखेरि 800-900 वर्षदेखि हाम्रो देश नेपालमा मुसलमानहरू रहेछन् र पृथ्वीनारायण शाहको पालामा पनि जब एकीकरण गर्नको लागि पृथ्वीनारायण शाहले हतियारहरू भित्राउनु परेको थियो, त्यति बेला मुसलमानहरूले सहयोग गरेको हामीले देख्न सक्छौँ र हतियारहरू सिक्नमा पनि मुसलमानहरूबाट सहयोग लिएको हामीले देख्न सक्छौँ। र यो पनि सुनिन्छ कि रामजानकी मन्दिरहरू बनाउँदाखेरिको जो कालीगढहरू छ त्यो पनि मुसलमानहरू थियो भनेर। यहाँबाट प्रमाण हुन्छ कि हिजो अस्ति मात्र आएको होइन रहेछन् नि मुसलमानहरू। अहिले हामी हिजो अस्ति आएको भनेर हामी तिनीहरूलाई हेला गर्ने कोसिस गर्छौँ, जबकि त्यत्रो 800-900 वर्ष अगाडिदेखि, त्योभन्दा अगाडिदेखि रहेछन्। कहिले पनि धार्मिक झगडा नगरिकन, केही भेदभाव नगरिकन चुप लागेर बसेका छन् मुसलमानहरू होइन। हामीले सम्मान गर्नुपर्छ। प्योर नेपाली त तिनीहरू पनि त रहेछन् नि त। हामीले बोलिने भाषा नेपाली, हामीले लगाउने पहिरन, हामीले मान्ने धर्म होइन, यिनीहरू कुराहरूले मात्र हामी आफूलाई नेपाली र अरूलाई पनि नेपाली भन्ने गरौँ भने एउटा ठुलो भ्रम हुन्छ। पुराना बासिन्दाहरू जो चाहिँ नेपाली राम्ररी बोल्न नजान्लान्, तिनीहरूको पहिरन, धर्म, संस्कृति अलग होला, तिनीहरू पनि त नेपाली रहेछन् नि त। अरूको ठाउँबाट आएको भन्दै हामीले कुनै पनि राज्य पदहरूमा तिनीहरूलाई पद नदिएको सधैँ हामीले होच्याएको देखियो नि त इतिहासमा। तर यो सिक्काले त कुनै अर्कै कुरा बताइरहेको छ त। यिनीहरू पहिलेदेखि रहेछन् नि त। र फाइनल कुरा भनेको हेर्नुहोस् न, अरबको देशहरू, साउदी अरब, कतार, दुबई, यिनीहरूमा पनि त नेपालीहरू गएर काम गर्छन्, आफ्नो परिवार पालिरहेका छन्। कति व्यक्तिहरू त उतै सेटल भएका छन्। यो कहिले कुन जमानादेखि चलिआएको छ होइन। त्यही भएर यसरी हामीले मुसलमान आए, मुसलमान नेपाली होइनन् भनेर हेला गर्नु चाहिँ यो कदापि पनि ठिक होइन है। उनीहरूले कहिले पनि झगडा नगरी शान्तिले बसेको छन्। हामीले सम्मान गर्नुपर्छ। सबैजना नेपाली हो।